ओम श्री गणेशाय नमः। 2082 सालमा मेष राशि भएका व्यक्तिहरूको भविष्य कस्तो हुनेवाला छ। 2082 सालमा कर्म क्षेत्रहरू, जागिर, पेशा, राजनीति क्षेत्र, कूटनीति क्षेत्र, आर्थिक सामाजिक, अध्ययन, पारिवारिक पक्ष, स्वास्थ्यको पक्ष, लोटरी, चिट्ठा, गाडी, घोडा, भूमि, वाहन, रोग, ऋण, शत्रु आदि लगायतका सम्पूर्ण कुराहरूको विषयमा र मेष राशिवालालाई केही विशेष खास हुँदैछ भन्ने कुराहरूको विषयमा जानकारी दिनका लागि म उपस्थित भइसकेको छु। नमस्कार, फेरि पनि म मेरो वैदिक चिन्तन युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यहाँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन स्थानदेखि हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट बक्समा गएर ओम नमः शिवाय, हर हर महादेव लेख्न नभुल्नुहोला र कुन स्थानबाट हेर्दै हुनुहुन्छ यहाँहरू कमेन्टमा गएर बताउन पनि नभुल्नुहोला। र ढिलो नगरेर आउनुहोस्। वार्षिक राशिफलमा सबैभन्दा पहिला मेष राशि भएका जातक अथवा जातिकाको लागि 2082 सालमा कस्तो प्रकारको रहनेछ, समग्र रूपमा अघि मैले जुन कुराहरू बताएँ, कर्म क्षेत्र, जागिर, पेशा, राजनीति क्षेत्र, कूटनीति क्षेत्र, वैदेशिक क्षेत्र, स्वदेशमै आर्थिक, अध्ययन, पारिवारिक पक्ष, स्वास्थ्यको पक्ष, विभिन्न यावत कुराहरूको विषयमा म चर्चा गर्न गइरहेको छु। सबैभन्दा पहिला चु, चे, चो, ला, लिलु, लेलो, अ नामको पहिलो अक्षर, यो अक्षरबाट आउने व्यक्तिको मेष राशि हुने गर्दछ। यदि कसैलाई थाहा छैन भने राशि आफ्नो कुन राशि हो भन्ने कुरा, र अब ढिलो नगरी आउनुहोस्, यो सम्पूर्ण जानकारी म गराउँदैछु। सबैभन्दा पहिला कुरा गरौँ हामीले मेष राशि भएका जातक अथवा जातिकाका लागि कर्म क्षेत्र र जागिर पेशाको विषयमा कुरा गरौँ। मेष राशिका लागि 2082 साल नयाँ वर्षमा तपाईका लागि 2082 मा शुभ सङ्केतहरू देखा पर्नेछन् भने ग्रह गोचरको प्रभाव सकारात्मक र प्रगतिशील देखिन्छ भने कार्यक्षेत्रमा तपाईले जुन क्षेत्रमा कार्य गर्नुभयो त्यो क्षेत्रमा तपाईका लागि सफलताहरू प्राप्त हुनेछन्। र यस्तै गरेर तपाईले अहिलेसम्म तपाईभित्र भएका गुम्सिएर बसेका जुन क्षमताहरू छन्, जुन कार्यहरू छन्, जुन कार्य गर्ने शैलीहरू छन्, जुन अहिलेसम्म प्रस्फुटन हुन सकेका थिएनन् भने तिनीहरू पनि प्रदर्शन गर्ने मौकाहरू, विभिन्न मौकाहरू पनि प्राप्त हुनेछन् भने आँटेका कामहरू पनि सफलता मिल्ने देखिन्छ भने सामाजिक स्थानहरूमा मान सम्मान, इज्जत, प्रतिष्ठाहरू पनि देखिनेछन् भने। तर एउटा कुरा, शनिको 7.5 प्रभाव भने तपाईका लागि 2082 सालभरि नै देखिन्छ। र अब यस्तै गरेर जसले गर्दाखेरिमा वर्षभरि नै अब 7.5 शनिको प्रभाव देखियो भने जसका कारणले गर्दाखेरि शत्रु पक्ष सक्रिय रहन सक्नेछन्। तपाईको लागि होशियार रहनुपर्ने देखिन्छ। शत्रु पक्ष भने सक्रिय रहने देखिन्छ भने निर्णय प्रक्रियामा भने बुद्धिको पक्ष प्रयोग गरेर तपाईँ अघि बढ्नुभयो भने तपाईका लागि अत्यन्त सुखद रहनेछ भने पराक्रम भाव र सबल देखिन्छ। तपाईको कार्यक्षेत्रमा मेहनत र अधिक गर्नु परे पनि फलहरू सुखद नै रहनेछ भनेर यहाँ ग्रह गोचरले बताएको छ भने यो रहेको थियो मेष राशि भएका जातकहरूको 2082 सालमा कर्म क्षेत्र र जागिरको कुरा भने। अब कुरा गरौँ आर्थिक पक्षको। अब मेष राशिका जातकहरूलाई आर्थिक पक्ष कस्तो होला त भन्दाखेरिमा आर्थिक दृष्टिले वर्ष फलदायी रहनेछ 2082 साल मेष राशिका लागि भने व्यापार व्यवसायमा वृद्धिको योग देखिन्छ। धनको पक्ष तपाईका लागि 2082 सालमा सबल पक्ष रहनेछ भने कागजी मुलायम वस्तुको साथै वस्त्र आदि वस्तुको व्यवसाय तपाईका लागि यो वर्षमा यदि व्यापार गर्ने सोचमा हुनुहुन्छ भने तपाईका लागि भने अत्यन्त शुभ देखिन्छ भने धातुजन्य वस्तुको व्यवसाय मध्यम फलदायी रहनेछ भने शेयर लगानी तपाईका लागि मध्यम फलदायी रहनेछ। आम्दानीका स्रोतहरूमा तपाईको वृद्धि देखिनेछ। यो भन्दा अघिल्लो वर्ष जस्तो 2079-80 को भन्दा तपाईको लागि 2082 सालमा भने अत्यन्त धेरै राम्रो देखिन्छ भने। अब कुरा गरौँ अध्ययनको। ढिला नगरी म फटाफटी कुराहरू तपाईलाई जानकारी दिँदैछु। अध्यापनको दृष्टिले वर्ष तपाईका लागि सुखद रहने देखिन्छ। विद्यार्थी हुनुहुन्छ भने तपाईका लागि यो समय अनुकूल रहेको छ भने वैदेशिक यात्राको पनि योग देखिएको छ है। विशेष गरेर वैदेशिक यात्राको पनि योग देखिएको छ। तपाईले यो भनेको एकदमै ध्यान दिनुपर्ने कुरा। तपाई विदेश जाने सोचमा हुनुहुन्छ भने मेष राशिका लागि 2082 सालमा वैदेशिक यात्राको योग अत्यन्त धेरै राम्रो रहेको छ। अब कुरा गरौँ पारिवारिकको पक्ष कुरा गर्ने हो भनेदेखि तपाईको पारिवारिक पक्ष 2082 साल सुदृढ रहनेछ भने दाम्पत्य सुखका योगहरू देखिन्छन्। प्रेम पक्ष पनि उन्नति प्रगति रहने देखिन्छ भने
आम्दानीका नयाँ नयाँ अवसरहरू तपाईँका लागि प्राप्ति हुनेछन्। सन्ततिका सुखका योगहरू तपाईँका लागि देखिनेछन् भने स्वास्थ्यको क्षेत्र तपाईँका लागि मध्यम फलदायी रहनेछ। शनिको प्रभावले हाड, नसा, जोर्नी सम्बन्धी तपाईँलाई केही समस्याहरू देखिन सक्दछन्। तपाईँलाई मैले एउटा कुरा पहिल्यै अग्रिम जानकारी गराएँ, मेष राशि भएका जातकहरूका लागि यही तपाईँको चैत महिनादेखि नै केही सिम्टम्सहरू चाहिँ देखिन सक्दछन् र स्वास्थ्यको क्षेत्रमा नसा सम्बन्धी यस्तो प्रकारको समस्याहरू भने केही देखिन सक्दछन् भने शनि मृत्युञ्जयको जप तपाईँले यदि गर्नुभयो भनेदेखि साथै शनि स्तोत्रको पाठ गर्नाले 2082 साल तपाईँका लागि सुखद रहनेछ। भगवान साम्ब सदा शिवजीको आराधनाका साथै शनिबारको दिनमा पिपलको दर्शन र स्पर्शको कारणले गर्दाखेरि तपाईँको जीवन सुखमय रहनेछ। 2082 साल राम्रो रहनेछ भने ओम शम शनिश्चराय नमः यो मन्त्र जप्नुभयो भने दिन 2 गुणा रात 4 गुणा रहनेछ भने तपाईँका लागि आषाढ महिना, कार्तिक महिना, फाल्गुन महिना अनुकूल महिना रहनेछन् भने वैशाख, जेठ, असोज र पुष महिना तपाईँका लागि अलिकति केही नराम्रा रहने देखिन्छ। र यो रहेको थियो मेष राशिको कार्यक्षेत्र, कर्मक्षेत्र, आर्थिक दृष्टिले अध्ययन क्षेत्रमा, आर्थिक क्षेत्रमा, पारिवारिक पक्ष, स्वास्थ्य सम्बन्धी, राजनीति सम्बन्धी, कूटनीति सम्बन्धी विभिन्न कुराहरूको विषयमा मैले जानकारी गराएँ। मेष राशिका जातकहरूका लागि 2082 सालमा अघि मैले जुन कुरा बताएँ तपाईँले भने स्वास्थ्यको क्षेत्रमा भने तपाईँका लागि फलदायी रहनेछ। शनिको प्रभावले हाड, नसा सम्बन्धी केही समस्याहरू देखिन्छन् भन्ने कुरा मैले तपाईँलाई जानकारी गराएको थिएँ र साथै शनि स्तोत्रको पाठ गर्नाले तपाईँको सुखद रहनेछ भनेको थिएँ। तर तपाईँले यो गर्नुभन्दा अगाडि तपाईँले केही कुराहरू भने ध्यान दिनुपर्ने अत्यन्त धेरै जरुरी देखिन्छ। तपाईँले यदि यो मन्त्र जप्नुभन्दा अगाडि शनिबारको दिनमा व्रत बस्नुभन्दा अगाडि तपाईँले ब्रह्मा मुहुर्त भनेको बिहानको लगभग अब त्यति छिटो 3 बजेतिर त अब अहिले सम्भव नै हुँदैन, तर 4 बजेदेखि तपाईँले 6 बजेभित्रको टाइममा तपाईँ सूर्य उदय हुनुभन्दा अगाडि तपाईँ उठेर चाहिँ आफ्नो हातको दर्शन गरेर, जमिनमा स्पर्श गरेर दर्शन गरेर र स्नान आदि तपाईँले दैनिकी गर्ने कर्महरू तपाईँले सकेर त्यसपछि भगवान श्री सूर्यनारायणलाई ओम गृणी सूर्याय नमः भनेर त्यो गरेर मात्रै तपाईँले यो मन्त्र जप्नुभयो भनेदेखि तपाईँको जीवनमा पनि सफलताहरू प्राप्त हुने देखिन्छ भने र ओम शम शनिश्चराय नमः भनेर तपाईँले यो मन्त्र जप्नुपर्ने हुँदछ। तपाईँले माला रुद्राक्षको माला भए पनि हुन्छ, तुलसीको माला भए पनि हुन्छ, सकेसम्म रुद्राक्षको मालाले हातमा लिएर 108 पटक मिनिमम पनि 108 पटकसम्म तपाईँले ओम शम शनिश्चराय नमः, ओम शम शनिश्चराय नमः भनेर जप्नु पर्दछ। एउटा कुरा तपाईँले के ध्यान दिनु होला भने तपाईँले यदि जप गर्दाखेरि यो चोर औँलाले कहिल्यै पनि मालालाई स्पर्श गर्नु हुँदैन। यदि तपाईँले कसैले यसरी जाप गरेको देखिन्छ, यसरी गर्नु भनेको अत्यन्त धेरै गलत हो। यसरी गरेको जपले भनेको के हुन्छ त भन्दा हामीले जुन सत्कर्म गरेका हुँदछौँ त्यो सत्कर्म हरण हुने गर्दछ है। यसको विस्तृत रूपमा जानकारी त अब शास्त्रमा बताइएको छ, त्यो बताउन खोज्दाखेरि अलि लामो हुन जान्छ। तपाईँलाई मैले यति जानकारी मात्रै गराएँ कि यो यसरी चाहिँ यो चोर औँलाले छोएर अथवा यो कान्छी औँलाले छोएर यसरी जप गरेको कतिपय गुरुहरूले गरेको पनि देखिन्छ। तर यसरी नगर्दा राम्रो हुन्छ, यसरी नगर्नु होला। यसरी राम्रोसित गर्नुभयो भनेदेखि भने अत्यन्त धेरै राम्रो हुन्छ भन्ने कुराहरूको विषयमा पनि मैले जानकारी गराएँ। हस्त यहाँहरूको जय होस्, कल्याण होस्, भगवान पशुपतिनाथले रक्षा गरून् भन्दै बिदा हुन चाहन्छु।